Hi everyone, so this is a day in my life अनि एक बिहान चाहिँ म मेरो टिम कथा क्रिएसनको मेम्बरहरूलाई कुरिरहेको थिएँ अनि उहाँहरू आएपछि चाहिँ हामी यसरी गुन्डुमा गयौँ सर अनि यहाँनिर हाम्रो सुटिङको तयारी हुँदैछ कोही पण्डित बाजे बन्नु भएको छ कोही दुला बन्नु भएको छ कति क्युट क्युट पप्पीहरू थियो त्यहाँनिर तर यिनीहरू जङ्गलमा जन्मेर होला अलि टोक्ने खालके थियो तर पनि कस्तो क्युट थियो त्यसपछि हाम्रो यहाँ ब्रेकफास्ट हुँदैछ अन्डा प्लस आलुदम भनौँ न अनि यो चाहिँ एकदम मिठो थियो अनि यो पप्पीहरू कस्तो मजाले सबैजना सुतेको के त्यसपछि यहाँ उहाँको अनुहार हेरेर हामी कति घन्टा हाँस्यौँ यति हाँस्यौँ अनि हामी थाक्यौँ सुट गरेर अनि सकेपछि हामी भोक लागेर खाना खानतर्फ गयौँ त्यसपछि म मेरो साथीको अपार्टमेन्टमा इभिनिङतिर गएको थिएँ यस्तो मेस थियो अपार्टमेन्ट माइन्ड नगर्नु होला उनीहरूले चाहिँ मलाई मेरो साथीहरूले चाहिँ मलाई डिनरको लागि इन्भाइट गरेको थियो एन्ड द फुड वाज भेरी डिलिसियस अनि तर आई वाज फिलिङ लोन्ली बिकज मेरो कोही पनि थिएन पार्टनर अनि देवर कपल अनि उनीहरू चाहिँ पुरा रोमान्स गरिरहेको थियो ठिकै छ म पनि मेरो माछा खाँदै इन्जोय गरिरहेको थिएँ मिठो खाना खाएपछि चाहिँ म घरतर्फ लागेँ अनि घर गएर रेस्ट गरेँ सो यति नै हो थ्याङ्क यू फर वाचिङ